ल म त गएँ बस न कहाँ जाने भाइरलमा चाहिँ के ठुलो पल्टेको फेरि भाइरल भएपछि हामीसँग जोडी नै हुँदैन क्या बस न एकचोटि हैन गाना सुन्नु पाइयो त्यस्तो गाना कहाँ सुन्नु पाइन्छ जाने घर मेरो ती गाउँ कसको पुती साथीहरु आयो लाडो ठन्केर मेरो मलाई सबैले फलो गरिदिनु त ठन्केर राडी लाडो फलो गर माछ चिक्ने रन्डी मिन्सी सुकेकी आइमा चिक्ने यहाँ गीत गाउँदैछ चिक्ने रन्डी कस्तो बोले कि माछ चिक्ने बुढी सुट्टी तिम्रो पुती हेर सुनको कि हिराको कति लिन्छौ सातचोटी छिराको भन्देऊ कति लिन्छौ सातचोटी छिराको मेरो पुती कान्छा सुन होइन पित्तल तिमीले चिक्देऊ मन हुन्छ शीतल आज तिमीले चिक्देऊ मन हुन्छ गाइस फलो गर्नु न सबैलाई कहिले पुराउने यार 1 लाख नादेऊ कान्छा कस्तो त मेलिस रे गाना कस्तो छ हाम्रो गोविन्द बराबरको भनिदिनु पर्यो एक शब्द जाफ न दामी दामी छ बवाल छ हैन अब मुड फ्रेस गर्नु छ भने हाम्रो गोविन्द बराबर फलो गरिदिनु त अनि फलो मुड फ्रेस हुन्छ मलाई फलो गरिदिनु कहिले अनफलो गर्दैन मेलिस त्यस्तो गर्दैन साथी बन्दैन बोले यस्तो फोन अनफलो गर्नु राम्रो मान्छे हो अब मेरो नजिकै त हो नि चार सक्छ कि तर नचाहेर तर मेलिसा मान्छे चाहिँ लास्ट सेक्सी हुँदो रहेछ हैन यतिको फलो गरिदिनु न साथीहरु फलो एउटा फेरि एकचोटि जास् त 1.2 फेरि जास् त एउटा ल एउटी फेरि नाम्नु पर्यो के कनीको डाँडो ठन्किरहन्छ फलो गरिदिनु न साथीहरु मलाई फलो छैन अझै सिक्न मैले पाइ छैन छक्कै पर्थे आज यो गाउँका तरुणी चिक्दा मैले राखेर सिरानी तिम्रो चिक्दा मैले राखेर सिरानी उठेर नाच न उठेर नाच निदामा तिम्रो गीत सुनेर मेलिसा के हो फेरि नाच म नाच उताबाट गोविन्दको ठन्किने उताबाट मेलिसाले सुताउने आहै आयो माया लड्की हिँड्दै चक्रेर सोफिया हेर्ने म त म त कसम मेलिसा राई पाए भने त कसम चाटी चाटी माया गर्छु पराइन प्लिज स्टप भयो त गीत गाउनु तपाईँ गीत गाउनु न छोडिनु क्या मेलिसा बस्छ गीत गाउनु न तिम्रो पुती सुनको कि हिराको सुनको किराको गोविन्दले चिकेसी मेलिसाको हुने भो पानी पानी देऊ 15 मिनेट मलाई चिक्न देऊ 15 मिनेट गाइस मलाई फलो गर न आज भन्दा चिजो भन्दा नि हाम्रो चिजो क्या होइन दादा एउटा ग्यालेक्सी हान्नु सबैजना फलो हान्नु गाइस मेम्बर हान्नु न सबैजनाले मेम्बर हान्नु न देखेर हुनमा चाहन्छु एउटा एक्जाम पनि खेल मेलिसालाई मैले एक्जाम मेम्बर हान्नुस् त गेम पनि खेल्नुपर्छ क्या मेलिसा चाहिँ एउटा गेम खेली जानु होला मेलिसा चाहिँ तपाईँ मान्छे चाहिँ होइन ऱ्याङ्किङमा छिर्न पर्ने मान्छे होइन यसरी टिकटकमा ओजेल परेर हुँदैन कस्ता कस्ताले अब ऱ्याङ्किङमा छिरेर करोड करोड कमाइसक्यो त्यो के परियार हेर्नु त अलरेडी करोड पर्ने हो क्या अलरेडी करोड नेपालगञ्जमा खतरा धनी हो नि त उता पुरै नगर छोडिदिनु त दिल्ली अनि चुप हान्ने बस्थ्यो हो त नि हो उलाई र्याङ्किङ त बेजत हुनु भन्दा ऊ आफैले आफ्नो कन्टेन्टबाट भाइरल भएर खाता सबैजना मिलेर भिखारी हुने होइन नि त यो गोविन्दले एक नम्बरको भिखारी हो खान पर्ने हो टक्क गाना 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 गाउनु परेन नाच्नु परेन गाइस डबल ट्याप मात्र भिखारी हो इन्टुमा गाए दादा रप्पा रप्पा ट्याप ट्याप हान्नु त सबजनाले मेम्बर हान्नु न मेरो दादाहरू सबजना रप्पा रप्पा मेरोमा होइन खतरा ऱ्याङ्किङमा परेको केटीको होइन आछ काण्ड तपाईँलाई पठाइदियो कि पठाइदिन बेबी बिस्तारी गर है बिस्तारी गर बाहिर झार त ल अब मुखमा गर त मुखमा गर गुरुमा चुप्पा गर त भन्ने के तपाईँलाई हाल्दै कि हाल्दैन सबजनाले गाइस गोविन्द बराबर मेरो 1500 जना छ गोविन्द बराबर गएर फलो गरोस् नयाँ नयाँ काण्ड भर्खर नयाँ आएको छ अहिले लेटेस्ट अहिले भर्खर टप गर्न खतरा भाइरल हुनु रहेछ त आमा मामा 1300 भ्युअर बोकेर बस्नु भएको छ यार कसम हामीसँग बसेर तपाईँ चल पल्लो दिन थाल्नु भने त कसम तपाईँ त ऱ्याङ्किङमा दिनकै नम्बर 1 मा हो के ओहो चन्द्रगिरी डाँडो सुन्नु अब एउटा म रोइला गीत गाउँछु चन्द्रगिरी डाँडो काई परेको भाँडो मस्काउन कोही पाइ छैन मैले
मस्काउने कोही पाइ छैन आइदेऊ कान्छा तिमी लस्किँदै पुती म पनि मस्किँदै आज थाप्छु पुती म पनि मस्किँदै काण्ड चाहिएन रन्डीको छोरा के अरे बहिनीको काण्ड देखाउँछ क्या गाइस फुल आनन फुल डबल खोल्नु गाइस रप्पर रप्पर सबैजना रप्पा रप्पा गर्नुहोस् त रप्पा रप्पा गर्नुहोस् त अब दिनको 1-2 घन्टा हामी लाइभ गर्नुपर्छ है सबै ब्रदर हामी मनिषाजी हैन टिकटकमा चलपल दिन पर्यो के कस्तो कस्तो झारपातहरूले हेर्नुहोस् त कति उ गरिसके हामी रैला गरेर बस्नुपर्छ अब यस्ता यस्ता मिन्सी सुकेका आइमै सुन यस्ता यस्ता मिन्सी सुकेका डेढ बिताको मुत्नी भएकाले त म टिकटकमा चलपल दिएर बसिरहेछन् तपाईँ भनेको त लेजेन्ड हो आजको छोरी बलात्कारी रन्डीको छोरो मुझे गोविन्द राणीको छोरो यो खत्तम मान्छे हो नि यो तलको छोरी बलात्कारी इन्डस्ट्रीमा गाइस र सबै फलो पनि गर्नु गाइस फलो गरेन दोहोरी सुन्नुको लागि सबैजनाले गोविन्द पुरा फलो गर्नु होला नयाँ नयाँ काण्ड आएको छ उहाँले फलो गर्नु होला गाइस यत्रो 1500 जना छ गाइस इन्डस्ट्रीमा रट दाइ गाइले छु विशाल दाइ फलो गर्नु होला गाइस नयाँ नयाँ काण्ड हेर्नु छ भने सक्ने ब्रदरले त खाइसक्नु भयो होला होइन मेरो त काटो खाने बेला हुँदैछ भर 34:30 भयो 7:34 अनि मेलिसाजीले काटो खाइस्यो थाहा छैन हजुर अब शिवजीको बुट्टी खाँदैमा ठिक होला काटो अनि शिवजीको बुट्टी खाँदा त काटो खतरा जान्छ त मैले त 2 कसौडी भात खाइदिन्थेँ खतरा जान्छ त अनि काटो त थोरै खान्छु मैले अब सिलोक सुनाउनु पर्यो अब हुन त मेलिसाजी त त्यस्तो बिहे गरेपछि माइता गएर सिलोक त सुनाउनु हुन्न होला के सिलोक भनेको हुन्छ र ए आमा तिमीले कस्ता घरमा थियो भन्ने के अब त्यो चाहिँ मेरो घरमै आफ्नै घरमा घटेको घटना हो होइन आफ्नै छोरा दिन्छस् त खाएर आफ्नो बुढी अर्कोसँग सुताउँछस् सुत्नै नदिने मलाई अब बिचारा अब पहिला त अहिले जस्तो उयो फरवार्ड थिएन नि त अहिले पहिलाका दिदी बहिनीहरू अनि त्यो चाहिँ बिहे गरेर पञ्चरात बस्न आउने बेला बिचारा अब ज्वाइँले के गरिदियो होइन अब छोरीले आमालाई गुनासो पोखेको हो कि गाइस फलो गर्नु न गाईको गोबर ल ब्याक गर्नु सबैजनाले रप्पा फलो गर्नुहोस् न फलो गर्नुहोस् त ल सबजनाले काण्ड चाहिन्छ भने सबैजनाले फलो गर्नुहोस् है त मलाई ए आमा तिमीले कस्ता घरमा दियौ उठाइ सोचिकन दुधै निमठी सुत्नै नदिने मलाई भनेर आमा छोरीले होइन आमालाई गुनासो पोख्छिन् अनि आमाले भन्छन् ए छोरी हामीले सन्तानको राम्रो होस् भनी दिया तँलाई तेरै बाउले पनि यसै गरी सताउँछन् मलाई होइन अनि फेरि छोरीले भन्छन् ए आमा रातमा आउँछन् ओठमा खान्छन् छुम्मा उचाली तिग्रा काँधैमा राखी घुसाउँछन् यत्रो लुम्मा के लुम्मा अनि आमाले भन्छन् ए छोरी सहनु कतै नकहनु तेरै बाउले पनि छाड्दैन अझै चाउरी परेको पुती धरानी कान्छी सबजना रप्पा फलो गर्नुहोस् है गाइस सबै फलो पनि गरौँ है गाइस सबैजनाले फलो गर्नु है रप्पा फलो गर्नुहोस् त मेरो 14 लाख हुन्छ एकैछिन घटे त भगवान 24-25 पुगिसकेको थियो त अहिले नेपालतिर यो मेलिसा नाइ घुम्न गएको मान्छे पोखरातिर कता कहाँतिर क्या होटलतिरै हुनुहुन्छ होइन चाहिँ उहाँ सबैजनाले फलो गर्नु न होटलतिरै हुनुहुन्छ फलो गर्ने मलाई चाहिँ फलो गर्नु भनेको सबैले ठोकाउनु मैले त अब चिक्न नपाएको नि 7 वर्ष भइसक्यो होइन खाडीमा फसेर बसेको छु गाह्रो छ हो मलाई गिफ्ट सिप केही छैन मैले 4 वर्षमा गोविन्द ब्रदर तपाईँ 3 वर्ष 4 वर्षमा मैले तपाईँ त 23 सम्म त उतै बराइनसम्म हो त रैला गरेर बसिरहेको थियो त अनि कस्तो 3 वर्ष चाहिँ भयो होला हो 3 वर्ष भयो
पराइन छाउन्जेल त रैला गरेर हामी त आउँथ्यो त फलो गर्नु न त्यहाँ त रमाइलो त गरे के फलो गाइस ट्याप ट्याप र फलो गरिदिनु त त्यो यस्तोमा टाटो हान्ने केटी चाहिँ कहाँ पुगी साथी यस्तोमा टाटो थियो त त्यो के भन्ने गराइदिएर होला खै थाहा भएन बोल्दैन माथि मोमोवाला ट्याटु हान्ने यस्तोमा टाटो थियो त त्यो एउटा केटीको थ्याङ्क यू ल थ्याङ्क यू गाइस फोटोज त्यो छ नि होटलमा रैला गरे नि गरेको छु ओके अनि गर्छु ल निन्जा हजुरलाई पादिनु त एउटा गाइज मेरो दादाहरू सबैजना रप्पा रप्पा